हेलो नमस्ते अनि स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल बेस्ट आइपिओ नेपालमा। यस च्यानलमा रहेर विभिन्न प्रकारका एफपिओ आइपिओ त्यस्तै सेयर मार्केट र स्टक मार्केट सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर सपोर्ट गरिदिनुहोला, साथै साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनुहोला। एफपिओ आइपिओ त्यस्तै स्टक मार्केट सम्बन्धी जानकारी अपडेट ल्याउने क्रममा फेरि पनि आज एउटा अपडेट लिएर आएको छु, जसमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको रिजल्टको बारेमा कुरा गर्नेछौँ। यस स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज अर्थात् चैत्र 1 गते शुक्रबारको दिन यसले आफ्नो एफपिओ रिजल्ट बाँडफाँड गरेको छ। यस स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत फागुन 18 गतेदेखि फागुन 21 गतेसम्म भर्ना मिल्ने गरी 1,95,773 किता सेयर जारी गरेको थियो र जसमा मागभन्दा अत्याधिक बढी आवेदन परेको थियो र यस कम्पनीले जम्मा 1,95,073 किता सेयर जारी गरेको थियो, जसमा 18,82,000 भन्दा बढीले आवेदन दिएका थिए। त्यस्तै यस कम्पनीको एफपिओ भने 19,577 जना भाग्यमानी लगानीकर्ताले 10 किताका दरले हात पार्नेछन् भने बाँकी 18 लाख भन्दा बढीको हात खाली रहने भएको छ। कम्पनीको एफपिओ रिजल्ट हेर्नलाई तपाईहरूले ipo.cdsc.com.np मा गएर हेर्न सक्नुहुन्छ। त्यस्तै सबभन्दा सजिलो तरिका भनेको सेयर हब भन्ने एप्लिकेसनमा गएर तपाईहरूले आइपिओ रिजल्ट भन्ने अप्सनमा गई आफ्नो बिओआइडी र लगइन गरी तपाईले हेर्न सक्नुहुन्छ सजिलै। र यस कम्पनीको आइपिओ तपाईले 10 किताका दरले हात पार्न सक्नुभयो भने तपाईले सजिलै 10,000 देखि 15,000 सम्म नाफा कमाउन सक्नुहुन्छ, किनकि यस कम्पनीको अहिले लेटेस्ट रूपमा सेकेन्डरी मार्केटमा कारोबार भइरहेको छ र सेकेन्डरी मार्केटमा भने अहिले हालको रेट भन्ने हो भने 992 देखि 1000 सम्म रहेको छ। त्यस्तै केही समय होल्ड गर्नुभयो भने तपाईले पक्कै पनि यस कम्पनीको आइपिओ 10 देखि 15,000 सम्म नाफा प्राप्त गर्न सक्नुहुनेछ। भिडियोलाई अन्तिम समयसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद। यसरी नयाँ अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला, साथै साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनुहोला भन्दै बिदा हुन्छु। धन्यवाद।